नमस्कार यहाँहरू सम्पूर्णमा आज शनिबार पनि हो। आज चाहिँ वैशाख 27 गते शनिबार र बिहान पख यो पालिकामा रहेका सबै वडाहरूबाट हिजो अस्तिदेखि यो पालिकाले राष्ट्रिय परिचय पत्र बनाउनका लागि व्यवस्था गरेको थियो, जो चाहिँ पालिकामा पहिलोपटक यो सुविधा दिएको छ अथवा सुरु गरिएको छ। त्यसमा आउने आमा बुवा विभिन्न एकदम यो वृद्ध उमेरका आमाहरू बुवाहरू र गाउँघरबाट आउनुभएका सम्पूर्ण यो परिचय पत्रका लागि आउनुभएका व्यक्तिहरू उहाँहरू चाहिँले अब पालिकामै स्वास्थ्य कर्मी सर भेट्नुभयो भनेर खुसी व्यक्त गर्नुभएको थियो र आफ्ना समस्याहरू पनि राख्नुभएको थियो। बिहान केही उहाँहरूलाई आफ्नै निवासमा मैले सामान्य चेक जाँच उपचार र यो स्वास्थ्य परामर्श गरेँ र केही मैले जो चाहिँ विविध कारणले शारीरिक मानसिक र समस्या भएका व्यक्तिहरूलाई घर भेट पनि गरेँ आज। र सो पश्चात एउटा इस्यु अथवा चुनौतीको रूपमा रहेको प्रेसर अथवा उच्च रक्तचापको विषयमा यहाँलाई केही जानकारी दिन बोल्न मन लाग्यो मलाई र साँझ पख म तपाईँहरू समक्ष यो भिडियो राख्दैछु। नाममा जमल काशीले तिरिङ काचा सार्वा तमान ता विलिला मिमांगोला नाज्ञापन की कारण मिमांगोला अकाल बन की मिमांगोला मला मांगन छेको थिन्ना तिना खर्च मांगो बन की नाजार प्रेसर सेकान उच्च रक्तचाप सेकान की नाक होती की लाभ नाम जम्माला काचा स्याहार यी भिडियो भेटाएँ र मैले जानकारी पाएअनुसार यो रक्तचाप अथवा प्रेसर भनेको के हो भन्ने कुरा आउँदछ सामान्यतया। र यो मुटुबाट शरीरतर्फ जो रक्त सञ्चार हुने एउटा कार्य हुन्छ। शरीरका विभिन्न अङ्गहरूमा मुटुबाट रगत प्रवाह हुने गर्दछ, जसरी एउटा पावर हाउसबाट बत्तीको पावर हाउसबाट विद्युत उत्पादन भएर विभिन्न बस्तीहरूमा यो तारहरू मार्फत इलेक्ट्रिक तारहरू मार्फत एउटा बत्तीको चाहिँ करेन्ट सप्लाई हुने गर्दछ। त्यस्तै एउटा सिस्टम हो र यसरी मुटुबाट शरीरमा रगत सप्लाई हुँदाखेरि रक्तनलीमा एक प्रकारको चाप उत्पन्न गर्दछ, जो चाहिँ यो हामी सिस्टोलिक र डायस्टोलिक भनेर भन्छौँ। माथिको रक्तचाप अथवा तलको रक्तचाप भनिन्छ। यो नै एउटा रक्तचाप हो अथवा मुटुले शरीरमा रगत पठाउँदा सञ्चार गर्दा उत्पन्न हुने एउटा चाप चाहिँ रक्तचाप हो। र सामान्यतया वयस्क मानिसको 120/80 भन्छौँ हामी, सिस्टोलिक 120, डायस्टोलिक 80 भन्छौँ र 140 भन्दा बढी भयो भने उच्च रक्तचाप भन्छौँ। 90 भन्दा सिस्टोलिक 90, डायस्टोलिक चाहिँ 60 भन्दा कम भयो भने हामी यो एकदम न्यून रक्तचापको रूपमा पनि लिन सकिन्छ। र नर्मल 120 भन्दा 80, 120 र 80 भन्दा तल भयो भने पनि हामी यो न्यून रक्तचापको रूपमा हामी लिन सक्छौँ। अब सामान्यतया किन उच्च रक्तचाप हुन्छ होइन, सबै मानिसमा नभई यो धेरैजसो मानिसमा किन हुन्छ भन्ने कुरा पनि छ। विशेष गरी यो मृगौला रोग, अब सुगर मधुमेहका रोगीहरू, धुम्रपान रक्सी र यो सुतिजन्य पदार्थ सेवन गर्ने व्यक्तिहरू र खानामा अब दैनिक भोजनमा नुन चाहिँको मात्रा धेरै खाने व्यक्तिहरू र शरीरलाई व्यायामको अभाव
शारीरिक सक्रियताको अभाव, शारीरिक क्रियाकलापको अभाव र सँगसँगै यो वंशानुगत गुणले पनि उच्च रक्तचाप हुने गर्दछ। र यसले गर्दा अब जटिलताहरू पनि धेरै निम्तिने गर्दछन्। प्रारम्भिक रूपमा सुरुको अवस्थामा यो टाउको दुख्ने, रिङ्गटा लाग्ने, आँखा धमिलो हुने, होइन, थकाइ चाहिँ लाग्ने, आलस्य हुने, अब नाकबाट रगत निस्किने, होइन, र यो मुटु ढुकढुक हुने, हामी निङ दगदग किने भन्छौँ नि यो पोटकामा, त्यो हुने, त्यसपछि गएर यो छाती दुख्ने, होइन, त्यसपछि यस्ता यस्ता समस्या है, यो घोगसुजो लागन है, हामी लामा भाषामा भन्दाखेरि घोगसुजो लागन, गोयाङ खोर्कान, मिक झिरझिर बिगान, किन जुङ नालान चुङ्ग बिगान, होइन, तिना नाटक फनान, होइन, यस्ता यस्ता कुराहरू, यस्तो लक्षणहरू चाहिँ उच्च रक्तचापका सुरुको अवस्थामा देखिन सक्दछ। र अब किन हुन्छ भन्ने कारणहरू पनि मैले भने यहाँलाई। अब यसले गर्दा जटिलता के हुन सक्दछ उच्च रक्तचाप बढी भयो भने भन्ने कुराहरूमा हामी जाँदा यो धेरैजसो लक्षणविहीन समस्या हुन्छ। यसलाई जसले गर्दा मान्छेलाई एक्कासी मृत्युको मुखमा पुर्याउँछ भन्ने हिसाबले यसलाई साइलेन्ट किलर पनि भनिन्छ। उच्च रक्तचापको समस्यालाई लक्षणविहीन एउटा मान्छेलाई मृत्यु गराउने एउटा कारक तत्त्व हो उच्च रक्तचाप भनेको। र जटिलताहरूमा चाहिँ अब मृगौला फेल हुने, हृदयघात हुने, त्यसपछि पक्षघात हुने, रक्तनली, शरीरका विभिन्न रक्तनलीहरू रक्तचापको कारणले चाहिँ फुट्ने, होइन, र आँखामा चाहिँ आँखा धमिलो हुने, आँखा देख्न बन्द हुने र आँखामा अरू जटिलताहरू आउने र यसरी चाहिँ विभिन्न समस्याहरू देखा पर्दछ। र अब यो चाहिँ हामीले कसरी पहिचान गर्ने उच्च रक्तचाप बढी भएको छ भनेर हामीले चाहिँ जान्नुपर्दा, जस्तै अब यो 30 वर्षभन्दा माथिको उमेरका व्यक्तिहरूलाई हामीले चाहिँ अब कम्तीमा 6 महिनामा एकपटक उच्च रक्तचापको जाँच गर्नुपर्दछ। र रक्तचाप बढी भएका व्यक्तिहरूले, औषधि खाइरहने व्यक्तिहरूले 15 दिनमा रक्तचापको मापन गर्नुपर्दछ, जसले गर्दा खाना, औषधि तथा शारीरिक व्यायाम उच्च रक्तचापको चाहिँ नियन्त्रण आवश्यक छ छैन भन्ने कुरा यकिन हुने गर्दछ। र धेरैजसो अब हामी अस्पतालको पहुँचमा भएसम्म यो कोलेस्ट्रोल, त्यसपछि रगतमा सुगर, होइन, र रगतमा चाहिँ उच्च रक्तचापका सूचकहरू, होइन, यिनीहरू पनि जाँच गर्नुपर्दछ। र अब हाम्रो समाजमा यस्ता विभिन्न घटनाहरू हामी चाहिँ देखेका छौँ, भोगेका छौँ र हामी चाहिँ अब यी घटनाहरू जो भएका घटनाहरू घटेका घटनाहरू घटे र भविष्यमा यस्ता घटना आउनु नदिन सबैले मैले तपाईँले र हामी चाहिँ जानकार व्यक्ति सबैले यसको बारेमा नियन्त्रणको लागि चाहिँ सावधानी, आवाज र विविध क्रियाकलापका लागि अग्रसर हुन आवश्यक छ। अब अझै पनि उच्च रक्तचाप भए के हुन्छ भन्ने कुराहरूमा पनि थप लक्षणहरू प्रष्ट पार्नु पर्दा टाउको एकदम भारी हुन्छ तपाईँ हाम्रो कहिलेकाहीँ र चाहिँ एकदम चाहिँ शरीर आलस्य हुने, होइन, र उठ्दाखेरि, विशेष गरी उठ्दाखेरि, बस्दाखेरि, जुरुक्क उठ्दाखेरि हिङ्गटा लाग्ने, यस्ता समस्याहरू पनि देखिन सक्छ। त्यो चाहिँ रक्तचाप बढी छ कि भनेर हामीले सङ्केतका रूपमा हामीले लिनुपर्दछ। त्यसै गरी यो हिँड्दा धेरै सस हुने, अब कहिलेकाहीँ चाहिँ खुट्टा अनुहार सुनिने, नाकबाट रगत बग्ने, होइन, त्यसपछि मुख एकदम सुक्खा हुने, होइन, पानी खाँदा पनि मुख सुक्खा हुने, त्यस्तो खालको, र घाँटी यो असजिलो हुने, छाती चाहिँ असजिलो हुने, श्वास फेर्दाखेरि पनि एकदम त्यही अप्ठ्यारो महसुस हुने, घाँटी असजिलो हुने, र यो तनाव, विशेष गरी ठुलो आवाजहरू, धेरै मान्छेसँगको भिडभाडमा पनि एकदम चाहिँ चिचिडापन चाहिँ चाँडो हुने, बस्न नसक्ने, तनाव चाहिँ सुरु हुने, होइन,
त्यसपछि गएर यो आँखामा पनि रातोपना देखिने, आँखाबाट रगत बग्ने जस्ता समस्याहरू देखिने र शरीर चाहिँ थकानको महसुस हुने यस्तो कुरा लक्षणहरू देखिन सक्छन्। र यो हिँड्दै गर्दा अब भारीसँग हिँड्दा कहीँ बसिरहेको बेला एक्कासी चाहिँ शरीर हुत्तिन सक्दछ। शरीर चाहिँ मा झनक्क एक खालको चाहिँ यो रिङ्गटा लागेर शरीर हुत्तिने गर्दछ हुन सक्दछ। अब यसका लागि हामीले यो चाहिँ विशेष गरी के कुराहरू चाहिँ सावधानी अपनाउनु पर्छ भन्ने कुराहरू प्रायः स्वास्थ्य कर्मीहरूले यहाँहरूलाई सबैले जानकारी दिनुभएकै हुनुहुन्छ। तैपनि मैले केही कुराहरू यहाँहरूलाई पुनः जानकारी गराउने इच्छा गरेँ। धुम्रपान हामी धेरैजसो अब सुर्ती, चुरो होइन, चुरोट बिडीहरू, त्यसपछि गएर तमाखु गाउँघरमा होइन, हुक्का यस्ता विभिन्न चाहिँ प्रकारले हामी धुम्रपान गर्दछौँ। यी सबै कुराहरूले उच्च रक्तचापलाई बढाउने कार्य गर्दछ अथवा असर पार्दछ र यसको हामीले नियन्त्रण गर्नु जरुरी हुन्छ। र रक्तचाप बढी भएका मान्छेले त झन् यसको प्रयोगै गर्नु भएन र अर्को कुरा अब नुन कम खाने। हामी नुन चाहिँ सामान्यतया दैनिक रूपमा खाजा, खाना र विभिन्न खानेकुरासँग नुनको प्रयोग गर्छौँ। अब हामीलाई दैनिक चाहिने भन्दा बढी यो नुन खायौँ भने त्यसले पनि असर गर्दछ। त्यो भएको हुनाले नुन चाहिँ कतिपय मान्छेहरू अब नुन नखाएर पनि यो चाहिँ बिना नुनको खाना खानुहुन्छ र उहाँको जिउ चाहिँ झन् हेल्दी भएको हामी पाउँदछौँ, झन् चाहिँ निरोगी भएको पाउँदछौँ। भने नुन चाहिँ आवश्यक नहुने होइन, तर चाहिँ हामीले केही मात्रा मिलाएर चाहिँ हामीले खाने गर्नुपर्दछ। र अब दैनिक क्रियाकलापहरू, योगा, शारीरिक क्रियाकलापहरू, व्यायाम, विभिन्न किसिमका खेलहरू होइन खेलेर हामी चाहिँ रक्तचाप नियन्त्रण गर्न सक्छौँ। मेरो पछाडि पालिकाको यो पुल बजारको फिल्डमा भलिबल खेल्दै हुनुहुन्छ नि, यो पनि एउटा व्यायामले चाहिँ शरीरलाई चाहिँ फिटनेस, रक्तचाप नियन्त्रण कार्य पनि गर्दछ र ओजन घटाउने अब काम पनि गर्दछ। किनभने शारीरिक क्रियाकलापहरू भयो भने जति शरीरको चाहिँ ओबेसिटी भयो, ओजन बढी भयो, त्यसले गर्दा पनि उच्च रक्तचापको चाहिँ जोखिम हुन सक्दछ। र अब नियमित चाहिँ औषधि खाने व्यक्तिहरूले नियमित चाहिँ औषधि खाने, फलोमा जाने, मुटुको जाँच गर्ने होइन, इसिजी गर्ने कुरा, रगतको जाँच गर्ने कुराहरू हामीले चाहिँ नछुटाइकन गर्नुपर्दछ। यसका लागि बार जाँच गराउन, त्यसपछि गएर यो हामीले स्वास्थ्य संस्था गइरहन पैसाको अभावको कुरा हुन्छ। यसको लागि अहिले अब त्यो सम्झिनै पर्ने कुरा, हामी सबैले सूचना गर्नै पर्ने कुरा, स्वास्थ्य बिमा जसले चाहिँ 3500ले 1 लाख कभर गर्दछ एक वर्षमा। 1 लाख भनेको यो जम्मा उपचारको 10% लाई 1 लाखको रूपमा लिने हो भने अब 10 लाखको चाहिँ यो के अरे उपचार चाहिँ राहत हुने गर्दछ। यसरी लिने हो भने कुनै पनि व्यक्तिलाई यो बिरामी लाग्यो भने अब स्वास्थ्य बिमाले अस्पताल जान, त्यसपछि गएर उपचार गराउन, फलोअप गराउन र औषधि खाने प्रक्रियामा पनि सहज तुल्याउने भएकोले यो 3500 तिरेर एउटा परिवारको 5 जनासम्मको परिवारको र थप परिवारको 700 तिरेर स्वास्थ्य बिमा गरेर नभुलौँ कि। अब यो अहिले हामी चाहिँ सानो खर्चलाई ठुलो खर्च गरेरमा हामी देख्दैछौँ, तर त्यसले भविष्यमा चाहिँ बिरामी हुँदा धेरै राहत गर्छ भन्ने कुरा हामीले बुझेका हुँदैनौँ। र मैले अब यहाँहरू मासिकै कुरा राखेँ र थोरै मैले के जोड्न चाहेँ भने हामी चाहिँ यो बौद्ध धर्मावलम्बीको चाहिँ पालिका छ, मुगुन कारोङ गाउँपालिका। धेरै जसो हाम्रो यहाँको बुद्धिस्टहरू र अन्य व्यक्तिहरू पनि अहिले त धेरैजनाले प्रयोग गर्नुहुन्छ भोटे चिया, जसलाई भोट चिया भनिन्छ, भोटे चिया भनिन्छ, छा चिया भनिन्छ होइन, छा चिया, त्यसपछि गएर नुनिलो चिया है। यो चियामा पनि के हुन्छ भने अब नुन, सातु है, छा, फे, मार होइन, छुप्री, चियापत्ती, तुले टेटे हुन्छ है।
अब यसमा के छ भने नुन पनि छ रक्तचापलाई चाहिँ बढी भए असर गर्ने है। त्यसपछि घिउ चिल्लो बढी भए पनि असर गर्छ, छुरीमा पनि चिल्लो हुन्छ त्यसले पनि असर गर्छ उच्च रक्तचापलाई। यसरी चाहिँ यो भोटे चिया चाहिँ मा नुन बढी हुँदा चिल्लो बढी हुँदाखेरि पनि उच्च रक्तचाप हुने गर्दछ। र विशेष गरी यो म यो मुगुम कारोन गाउँपालिकाको सबै वडाहरूमा अब अहिलेको 4 वर्षको दौडानमा छु, सबै वडाहरूका सबै बस्तीहरूमा जाँदा एउटा गाउँमा मैले उदाहरणको लागि मैले 40 जनाको रक्तचाप जाँच गरेँ भने 17-18 जनाको एकदम उच्च रक्तचाप चाहिँ म भेट्दछु। यो समस्या भनेको चाहिँ यसको कारक तत्त्व अघि हामी छलफल मैले भने जस्तै यी कुराहरू हुन सक्दछन्। अब हामी चाहिँ यो भोटे चियाहरू बढी प्रयोग गर्ने, त्यसपछि गएर यो आफ्नो कल्चरले चाहिँ जहाँ रक्सीहरू त्यसपछि गएर यो खाने हुनाले अब लिमिटभन्दा बढी भयो भने यसले चाहिँ असर गर्दछ। र अब अझ यो जाँड रक्सीको कुरा त नखाए पनि एकदम आफैलाई चाहिँ आफैले यो जोखिमबाट रोगबाट मुक्त गराउनु हो भन्ने लाग्छ। म यहाँलाई यसरी भन्दा राम्रो हुन्छ, यहाँलाई चाहिँ राम्रो अनुभूति हुन्छ भन्ने किसिमले म यहाँहरूमा भन्दछु। र त्यसैले गर्दाखेरि अब कतिपय व्यक्तिहरूको अकालमा मृत्यु हुने, मुटु रोग हुने, मृगौला समस्या आउने, त्यसपछि पक्षघातका समस्या आउने त्यस्तो हामीले देखिरहेका छौँ, पछिल्लो समय भोगिरहेका छौँ। र विशेष गरी अझ यो बजारीय खानपिन होइन, जङ्क फुडहरू, बजारीय खानपिनहरू, बजारबाट उत्पादन भएका यो खाद्य पदार्थहरू यिनीहरूले पनि उच्च रक्तचापलाई चाहिँ बढाउने धेरै प्रशय गर्दछ। अब र यो हामीले चाहिँ आफ्नो उब्जेको बाली, आफ्नो उब्जेको चाहिँ उब्जनीहरू, आफ्नो उब्जेको आफूले उत्पादन गरेका फलफुलहरू होइन, यिनीहरू चाहिँ हामीले आफैले प्रयोग गऱ्यौँ भने सकेसम्म अहिले चाहिँ रक्तचाप नियन्त्रणमा पनि सहयोग पुर्याउँदछ। त्यो भएको हुनाले प्रशस्त यो फलफुलहरू खाने, अब हामीले चाहिँ यो नियमित व्यायाम गर्ने, योगा गर्ने, नुनिलो चिज कम खाने, चिल्लो कुराहरू कम खाने होइन, यो सबै गऱ्यो भने रक्तचाप चाहिँ नियन्त्रण हुन्छ। त्यो भएको हुनाले अन्तमा अब यो यहाँहरू सम्पूर्णलाई म यो अनुरोध गर्न चाहन्छु कि रक्तचाप नियन्त्रण गर्ने अब अहिले चाहिँ अरू कसैले गरिदिँदैन, हाम्रो रक्तचाप हामीले नियन्त्रण गर्न आवश्यक हुन्छ। त्यो भएको हुनाले नामजमल्ला नातिरिङ त्यही पुत्रसर्की उच्च रक्तचापकी नाति काचर चिजहरूले उच्च रक्तचाप होंगे ची सासु उच्च रक्तचाप होंगे तिना विरिला छाच्याला छुर्पी मार तिना छा तोले ना हुती तारे चुग्नी हु सान होती सा तारे सान तिना छा मांगबेले मार मांगबेले तिना चिल्लो छुर्पी मांगबेले तोले त्यही उच्च रक्तचापकै कारण होती तै होती सिना राई झुम्की लागि हुसु त्यही खामा जम्बेले हुसु त्यही साया चिताङ्गाङ सायाला तिना वास्ता माछ्याले राङजुङला ऊ राङसु असर पारेकी चाहिँ पिसिना रोग लाग्नुभन्दा रोगको बाटो छेड्नु उचित सेर्छौँला होइन। हामीले नुन कम खाने, चिल्लो कम खाने, छा कम साया तिना मार महँगो सामान तिना ऊ त्यही स्या महँगो सान तिना स्या नङ्दु त्यही छिल्लो महँगो चाहिँ स्यापो उला नान्जे भन्दै म चाहिँ आज मेरो यो सानो थोरै चाहिँ स्थानीय भाषा अब अलि धेरै चाहिँ मैले नेपाली भाषालाई प्रयोग गरी एउटा सानो भिडियो बनाएको छु उच्च रक्तचाप उच्च रक्तचापको हाम्रो यो ठाउँको वस्तुस्थिति र यसलाई चाहिँ नियन्त्रण गर्न के गर्नुपर्दछ भन्ने कुरा। यसलाई
यहाँहरूसँग भएको थप ज्ञानका सँगसँगै प्रतिक्रिया, त्यसपछि यहाँले सुझाव र अब जानकारीका लागि यो भिडियोलाई चाहिँ सेयर गरिदिनु होला र आगामी दिनमा यस्ता कुराहरू अब म सुधारेर यहाँहरूमा पस्किनेछु भन्दै मेरो यो अहिलेको यहाँहरूसँगको भिडियो बसाइ म यहीँ अन्त्य गर्छु। यहाँहरूको सुस्वास्थ्यको लागि म कामना गर्दछु र स्वास्थ्य नै जीवन हो। धन्यवाद, नमस्कार, काशीले जन्मला।